हेलो एन्ड गुड मर्निङ सबैजनामा। आज चाहिँ म हाम्रो गाउँ पिपल छपदेखि हाम्रो छ्यामाको घर चाहिँ उता छरछरेसम्मको चाहिँ यात्रामा म लाग्दैछु। जुन बाटोहरू चाहिँ यस्तो छ। म चाहिँ एक्लै हिँडिरहेको छु, साथी कोही छैन साथमा। भाइ थियो, भाइ अन्य सालो केटा थियो, ऊ पनि उता छरछरेतिर छ। सो म चाहिँ साथीहरू निस्किँदैछु। आज मौसम पनि यस्तो भइरहेछ है, घामसाम लागेन तर कुहिरो लगाइरहेछ, ढाकिरहेछ सबै देखाएन दृश्यहरू। त्यसमा पनि अझै गर्मी महसुस हुँदैछ साथीहरू। यसो बसिराख्दाखेरि जाडो भइरहेछ, तर पछि एकछिन हिँडेर यसो ज्याकेट लाएँ नि त मैले, गर्मी भइरहेछ क्या अहिले चाहिँ। त्यस्तो भइरहेछ साथी। हामी होइन, म अहिले चाहिँ मेरो आमाको माइत, मेरो मामाको घर र बोजेको घर, बाजेको घर चाहिँ डाँडाठोकमा चाहिँ छ, जहाँ चाहिँ पिपल छप र छरछरेको बिचमा पर्छ। त्यहाँ चाहिँ म अहिले जाँदैछु साथी। त्यहाँबाट एकछिन बस्छु, त्यहाँ बोजे बाजेलाई भेट्छु, अनि त्यसपछि फेरि म छरछरेतिर लाग्छु है साथी। हो, यहाँ चाहिँ देख्नु भएको यो मन्दिर छ। यहाँ चाहिँ मौला मेलामा पुरा फन घुमेर फेरो भएर चाहिँ यहाँ पञ्चे बाजा बजाएर, पञ्चे बाजा त के भनौँ, बाजा बजाएर चाहिँ यहाँ पुरा पूजा अर्चन गरिन्छ होइन। जुन यहाँ देख्न सक्नुहुन्छ हजुरहरू। ओहो नमस्ते, ढोग्नु पर्यो होइन साथी। ढोगेला साथी, यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू। ओहो ठिक छ, केही छैन। म चाहिँ अब लाग्छु। यहाँ चाहिँ मैले भनिसकेँ, मौला बजारमा चाहिँ धुमधाम हुन्छ है साथी। यहाँ बजार उता स्कुल जाने बाटो हो, यो स्कुल जाने बाटो हो। यताबाट चाहिँ ठ्याक्कै यहाँ बजार स्कुलमा गएर चाहिँ ढोल नाचिन्छ है मान्छेहरू। पञ्चे बाजामा चाहिँ एकदम धुमधाम तरिकाले नाच्ने, उफ्रिने, हल्ला गर्ने, जे गर्ने त्यस्तो हुन्छ साथी। यता त मान्छे प्याक हुन्छ। यो डाँडा यो छ नि, यता वहाँ त्यो बाटोसम्म नि मान्छे हुन्छ, उता डाँडा यता माथिसम्म नि मान्छे हुन्छ है साथी। ओहो यस्तो छ क्या, यस्तो छ। हो ल साथी, यो बोजेको गाउँ है। ओहो घर चाहिँ यहाँ बोजे लिप्दै हुनुहुन्छ। ठिक छ ल। छरछरा नुकिदिएछ अब। बोजे घर चाहिँ है साथी, मामा घर छ। ठुङ्किला खोइ पिला छ नि। साथी म चाहिँ लागेँ बोजेको गाउँबाट नि अब छ्यामाको घरतिर, छरछरेतिर चाहिँ म लागिसकेँ साथी। जुन बाटो चाहिँ यस्तो छ अहिले। ओहो यो बाटो यस्तो त भैँसी मारेको रहेछ साथी। गोबर देख्न सक्नुहुन्छ हजुर। मेरो कान्छी छ्यामाको घर जुन छ ठुङ्की, सुनर ठुङ्की भन्ने, त्यो चाहिँ यताबाट जान्छ है, यताबाट जान्छ। म चाहिँ त्यता भोलितिर जान्छु होला साथी। अहिले चाहिँ म यता के भन्छ मेरो मैले छ्यामाको घरतिर चाहिँ म जाँदैछु। जुन बाटो चाहिँ यता गाडीको बाटो छ, तर गाडी हिँडेन अहिले। चाडबाडको बेलामा खासै हिँड्दैन कि, यता गाडी एउटा दुइटा मात्रै हुन्छ। सो त्यसले गर्दा चाहिँ म हिँडेरै जानुपर्ने हुन्छ साथी। कुहिरो लागेर साथी, केही नदेखेको अवस्था छ। कतै मलाई उता केहीले झम्टिने त होइन, कतै मलाई झम्टेर यहाँ बाघले झम्टेर मलाई वनतिर लतार्ने त होइन भन्ने भयो। डर बढ्यो साथी अहिले त। ओहो यो कस्तो यस्तो डर छ कि माथिबाट ढुङ्गा गुल्टेर आउने कि भन्ने लगाइरहेछ। कहिलेकाहीँ मनमा नै खेलिरहेछ होइन। तर म त्यसलाई एकतिर राखेर चाहिँ, त्यो डरलाई एकतिर राखेर चाहिँ म यता मेरो फोकस मेरो बाटोमा मात्रै छ है साथी। जहाँ बाटो पनि ध्वस्तै भएको अवस्था रहेछ, देख्न सक्नुहुन्छ तपाईँहरू। उहाँ ओहो यता त अनि
ढुङ्गा गोल्टिन्छ कि भन्ने डर त हुने नै भयो जस्तो म त होइन र। बाबा कस्तो हेर्नु है। ओहो बाटो हेर्नु बाटो के हो यस्तो। माथिबाट ढुङ्गा गोल्टिनु त होइन भन्ने हुन्छ कि यस्तो म त यार। बाटोमा कोही पनि छैन साथी हो, एक्लै छु लखर हिँडिरहेको छु म एक्लै, कोही पनि छैन। अब बाटोमा यताउता तलमाथि भयो भने नि हेर्ने देख्ने कोही पनि छैन, तर त्यस्तो नहोस् है साथी हो। मलाई सही सलामत म पुग्न सकूँ मेरो मैले छ्यामाको घर आमाको घर है, त्यही नै कामना छ मेरो नि। यता भ्यूहरू दामी देखिन्थ्यो र घरहरू होइन र, तर त्यो त छैन साथी। अहिले चाहिँ भ्यू देख्न चाहिँ पाइरहेको छैन। यो जुन कुहिरो हुस्सो बादल लागिरहेछ त्यसले चाहिँ हल्का डिस्टर्ब गरेको अवस्था छ साथी हो। हो यता सुनसान भयो नि, एउटा फाइदा त फाइदा छ कि होइन, विभिन्न किसिमको चराचुरुङ्गीहरूको आवाज सुन्न पाइन्छ साथी हो। त्यही नै त्यसले नै आफूलाई एकदम मोहित पार्छ है साथी हो। यता चराचुरुङ्गीहरू भित्रभित्र गुन्जिरहेको सुन्न पाउँदा आफैले आफूलाई पनि एकदम खुसी महसुस हुँदो रहेछ साथी हो होइन। तर तिनीहरूसँगै त्यो चराचुरुङ्गीहरूको आवाजसँगै आफूलाई घुलमिल गराउन सक्यो भने झन् अति मजादार हुन्छ। आफूलाई एक्लोपन कहिले हुँदैन होइन साथी। त्यही गर्नु होला, जरा पनि एकचोटि ट्राई गर्नु होला होइन। मैले त अब गर्नेवाला छु, अब गर्नेवाला छु है। म एक्लै छु नि त अझ, बाबु पनि छैन, बाबु पनि त्यतै छ है साथी हो। कालु नि साला पनि त्यतै छ, म सालालाई पनि देखाउने छु अहिले। बल्ल तल्ल एउटा मान्छे मैले देखेँ साथी हो। साथी हो देख्नुभयो नि, बल्ल तल्ल एउटा मान्छे भेट्यो, त्यो पनि नचिन्ने चाहिँ केही नहुँदो रहेछ। केही वास्ता नआउने केही नआउने सरासरी नि, न त बोलाउनु पर्ने न त के गर्नुपर्ने बिन्दास। तर त्यस्तो होइन साथी हो, मान्छेलाई सकेसम्म चिन्ने गरौँ कि होइन, बोलाउने गरौँ, मलाई त्यस्तो लाग्छ है। तर चिन्न जान्नु होइन, नबोलाउनु त त्यो स्वाभाविक नै हो। तर चिनेर पनि नचिने झैँ गरेर हिँड्नु, चिनेर पनि नबोलाउनु नबोल्नु त्यो मूर्खता हो क्या, मलाई त्यस्तो लाग्छ साथी। धेरै बाँचिन्न हामी, धेरै कहाँ अब सदाबार हुने होइन हाम्रो जीवन होइन, हाम्रो लाइफ अब आज कि भोलि थाहा छैन कसैलाई होइन। तर एक दिन मर्नै पर्छ नि त होइन, हाम्रो मृत्यु निश्चित छ क्या होइन। कसैले यसलाई रोकेर नि रोक्न सक्दैन, कसैले छेकेर नि छेक्न सकिने होइन। त्यही भएर आज हाँसौँ भोलि हाँसौँला नि फेरि होइन। आज भोलिको लागि आज नहरौँ होइन, भोलिको लागि साँच्ने भनेर आज दुखी नहौँ, त्यही नि भन्छु म। आज नि खुसी हुने, अब भोलि होला दुःख होला दुखी होला, अब त्यसलाई पनि म्यानेज गर्ने। बरु आज हाँस्ने भोलि थोरै दुखी हुने, त्यसको साथमा आफूलाई सम्हाल्ने, फेरि खुसी हुन प्रयत्न गर्ने होइन साथी। त्यही नि हो। त्यता पारि हल्का खुलेको अवस्था छ साथी। यता चाहिँ डाँडा काँडाहरूमा पुरा अदुवाहरू रोप्छ क्या साथी, अदुवाहरू लगाउँछ, त्यही नि हो। र साथी हो म चाहिँ बल्ल तल्ल गरेर खोलामा चाहिँ आएँ। अब यहाँबाट चाहिँ धेरै छैन, सामाको घर यहाँबाट लगभग 10 मिनट जतिमा पुग्छ, जान सक्नुहुन्छ यता खोला। कतै बगाउनु त होइन मलाई यो खोलाले, यता यस्तोले नि बगाउनु त होइन कतै हेर्न सक्नुहुन्छ यो खोला। वा यो पुल के खालको पुल हालेको यस्तो भन्ने कुरा हुन्छ यहाँ। यत्रो बाटो यत्रो वाल उठाएर यत्रो पुल हाल्नु भनेको के हो के पुल बनायो भन्ने कुरा हो यो। मलाई धेरै चिन्ता मिलेन यो पुल त साथी। हजुरलाई कस्तो लाग्यो होला, म अलिकति माथिबाट नि देखाउँछु, देख्नु हेर्नु होला पुलको हालत है। यता के हो, यताबाट झरेर त्यहाँ हेर्दा फेरि ग्याप छ है। ओहो त गाह्रो छ यार, अझै गाह्रै छ साथी। ओहो खोला गजाको छ नि होइन। ल ठिक छ, केही छैन साथी। अब यहाँबाट लगभग म 10-15 मिनटमा पुगिन्छ होला।
सायद त्यस्तो लागिरहेको छ मलाई हिँड्न नि अलि नसकेको अवस्था भइरहेको छ अहिले किनभने म धेरै हिँडेको छैन नि त त्यसले गरेर चाहिँ हुनसक्छ यहाँ असर हल्का असर परिरहेको छ साथी हो अब त केही होइन हाम्रो गाउँतिर बिजुली बत्ती जाने चाहिँ यहाँबाट पानी लगेर यता तलतिर यो डाँडाभन्दा उता मुनितिर चाहिँ एउटा पावर हाउस छ यहाँबाट चाहिँ पावर के अरे बिजुली निकालेर चाहिँ हाम्रो गाउँतिर चाहिँ पुग्छ है लागेको छ है साथी हो त्यही नै हो केही नि साथी हो अहिले उता घाम लागेर डह्रो धस्दै गऱ्यौँ भएको थियो र यता चाहिँ शीतलो भएको छ अहिले चाहिँ मस्त शीतलो भएको छ है साथी यताबाट गयो भने चाहिँ मेरो छेउमा घरतिर पुगिन्छ यतातिर चाहिँ मुख्यथार भन्ने छरछरेको जुन टोल छुट्टेको छ कि होइन त्यता चाहिँ यताबाट जान्छ यो बाटो लेफ्ट साइडतिर अनि यता राइट साइडतिर गयो भने चाहिँ दुई टोल पाउनुहुन्छ तपाईँले एउटा मजाथार भन्ने अर्को सुनारथर अथवा के डाँडाथार भन्ने के हो भन्ने छ है साथी यता चाहिँ मुख्यथार पहिला मुखियाहरू बस्ने थर भएर मुख्यथार राखेको हुनुपर्छ है सायद मलाई त्यस्तो लागिरह त्यही नै साथी हो अब यताबाट गयो भने म लगभग 6-7 मिनटमा पुगिन्छु छेउमा गएर यताबाट चाहिँ मुख्यथार चाहिँ 5 मिनट नि लाग्दैन है खास चाहिँ साथी हो म चाहिँ मेरो छेउमा गएर आइपुगेँ यहाँ हो यहाँ यो रुखको ठ्याक्कै पछाडि म चाहिँ आएला साथी अब घर पुगेर चाहिँ टक्क लाएर भेट्नुपर्ने हुन्छ ल साथी हो म चाहिँ छेउमा घर आएँ है म छेउमालाई देखाउँछु अहिले एकछिनमा यही हो छेउमा घर एकछिन बस्नुपर्ने हुन्छ साथीहरूलाई साथी हो भाइ हिँड्नु छ नि हिँड्नु छ नि कार्टुनमा छ कराइख्या चले कार्टुन हेर्दैछ ल साथी केही छैन एकछिन बसिन्छ ए गाइस आज चाहिँ यता दुध एक खाइरहेको छ यहाँ चाहिँ दुध एक खाइरहेको छ सबै दाइहरू यहाँ बसिरहेको छ ल यो बाख्रा चाहिँ चराउन लागेको छ उतातिर केराको बोट रहेको छ उहाँ चाहिँ बाख्राको मालिक यता चाहिँ टिका कार्यक्रम सकिसकेको छ यता चलिरहेको छ यता चाहिँ सुन्तलाको बोट छ यो पारी चाहिँ यता चाहिँ सबै गोठहरू यता गोरु रहेको छ गोरु गाई सबै यतातिर सबै सुन्तलाको बोटहरू रहेको छ र म सुन्तलाको बगैँचाहरू देखाउँदैछु ल हेर्नु गाइस हाम्रोतिर चाहिँ यस्तरी हुन्छ है हेर्नु यता सबैतिर सुन्तला यता चाहिँ लोकल भाइले चैक पारेर चढेको छ यतातिर गाबाहरू ल ठुल्ठुलो बोटहरू छ पारीतिर सबै जङ्गलहरू यो चाहिँ के रहेछ यो चाहिँ बङ्गुर बोट रहेको छ हेर्नु गाइस बङ्गुर बढे मानको बङ्गुर छ यहाँ हेर्नु गाइस म नजिकै गएर देखाउँछु तपाईहरुलाई हेर्नु गाइस बढे मानको बङ्गुर रहेको छ यता चाहिँ आमा बङ्गुर रहेको छ है आमा बङ्गुर हो यता नि रहेछ के हो नरहेछ यता यता रहेछ यता आमा हात्ती जत्रो बङ्गुर यार आमा हात्ती जत्रो बङ्गुर यार रिसाएको छ है बङ्गुर चाहिँ फेरि भिडियो गर्यो भने हेर्नु गाइस आमा हात्ती भन्दा ठुलो रहेछ कि यो बङ्गुर त खुट्टा भने फेरि यत्रो
यता चाहिँ कुरो खाँदैछ यो चाहिँ कुरो यो चाहिँ कुरो खाइरहेछ साथी। अब हामी चाहिँ यहाँ चट्टा लाएर पूर्णिमाले रुन्चीले चाहिँ यहाँ हामीलाई यहाँ तिहार के पैसा ल्याएन पक यो लाउँदैछौँ है तयारीमा छौँ हामी मटन गर्नु तिमी पनि बस न हो त्यसरी घामले मलाई मार्ने भयो अब चाहिँ स्योर मैले बस्छु आज चाहिँ भाइटिकाले फाइनली आज भाइटिकाको दिन रहेको छ यहाँ टिका लाउँदैछन् बाबुको बसाएको ए त्यो उसले लगाइदिए हुन्थ्यो नि ठुलो होइन सानो गरेर किन र सानो लगाइदियो हुन्थ्यो हातले लगाइदियो केही छैन Oh my god. बजिने भयो त कालको दिन लाग्छ एकछिन लाउनु पर्छ पहिला दुईजनालाई उस गरिहाल न जस्तो गरे नि तिम्रो मैले सानो गरेर लगाइदिएको थियो होइन सानो उसले अब फेरि ठुलो मलाई घामले पोल्यो क्या म त कता हो म त यता बस्छु क्यामेरा कैमरा मटाए हाँस के हामीलाई लखाट्ने त होइन ठुलो मम्मी हामी चाहिँ यहाँ चाहिँ टिका लाउन आएको हो यहाँ चाहिँ हेर्नु गाइस यस्तोहरू यति मिठो मिठो चिजहरू रहेछ आमामामा यता यत्रो बढी मानको सेल आहा यता चाहिँ चनाहरू छ चना अन्डा यता चाहिँ अन्डा अनि यहाँ चाहिँ यत्रो बढी मानकोमा चाहिँ मासु पकाइरहेछ यता सबै प्याक गरेको छ है गाइस
यता चाहिँ खाना खाने कार्यक्रम भइसकेको छ। यस्तो चाहिँ बहिनीहरू फेरि 12 फेरि अलिक कोल्टेको रहेछ है। यता भात पाक्ने कार्यक्रम, यता भात हाल्ने सेल सबै छ यी। अनि यता काँचो केरा अनि यता चाहिँ एन्टिना नि रहेछ हैन। यति भएपछि टिभी रहेछ भने थाहा पायो। डान्सर रहेको छ, डान्सर हाम्रो भाइ डान्सर। जा